नमस्ते नमस्कार साथीहरू। आज अर्को भिडियो लिएर आइसकेको छु फेरि। र आज हामीसँग रहेछ सिसिटिभी, जुन चाहिँ यसलाई स्मार्ट सिसिटिभी पनि भन्छ, स्मार्ट होम केयर पनि भन्छ। यो के छ भने यसमा कुनै वायरहरू जोडिराख्नु पर्दैन, यो वायरलेस क्यामेरा हो। यसबाट के छ भने अब तपाईँको घरमा यदि वाइफाई छ भने यो वाइफाईबाट डाइरेक्ट कनेक्ट भएर चल्ने हो। यसमा जहाँ बसेर पनि यसलाई हेर्न सकिन्छ, किनभने यो मोबाइलबाट कनेक्ट हुने हो। अनि यसमा स्मार्ट नाइट कलर भिजन पनि हुन्छ, नाइट कलर भिजन। अरू यसमा के फिचरहरू रहेको छ भने यो 360 मुभ हुन्छ, 360 डिग्री पुरै मजाले मुभ हुन्छ। अनि यसमा मोसन डिटेक्सन, ह्युमन सेप डिटेक्सन पनि रहेको छ। मान्छे कतै जता जता जान्छ यो त्यतै डिटेक्ट हुँदै जान्छ, क्या डिटेक्ट गर्छ मान्छेलाई। अनि ह्युमन सेप ट्रेकिङ पनि भयो, त्यही ट्रेकिङ गर्छ अरे। अनि अर्को यहाँ रहेको छ टु वे कलिङ। यसमा चाहिँ मोबाइलबाट कल गरे जस्तै टु वे दुईतिरबाट चाहिँ बोल्न मिल्छ कि यसमा चाहिँ। अनि नाइट भिजन भइहाल्यो, राति पनि अब ब्ल्याक एन्ड व्हाइट होइन कि कलर भिजनमा मजाले पुरै कलरमा देखाउँछ, भिडियो देखाउँछ। अनि यसमा के छ भने 512 जिबीसम्म माइक्रो एसडी कार्ड सपोर्टिभ हुन्छ। अनि यो स्लिप मोड पनि छ, यसमा मोडहरू पनि चेन्ज गर्न मिल्छ, मोडहरू रहेको छ। यसलाई अनबक्सिङ गरौँ, हेरौँ के रहेछ यहाँभित्र, के आउने रहेछ। यहाँ चाहिँ यस्तो मेन्यु कार्ड रहेको यसमा मजाले यसमा रहेको क्विक स्मार्ट गाइड भनेर लेखिरहेछ। यो युज गरेर मजाले इन्स्टल गर्न सकिन्छ। यसमा चाहिँ यसरी आउने हो। यसमा यो चाहिँ एउटा क्यामेरा आउँछ, क्यामेरा भयो। अरू यहाँभित्र चाहिँ अरू के आउने रहेछ हेरौँ त। यसमा यसको एउटा पावर केबल आयो, यो चाहिँ मजाले पावरले यो गर्ने हो। यो चाहिँ पावर, यसमा यो लगाएर यसरी लगाएर यसलाई इन्स्टल गर्नुपर्छ। अनि यसको यो क्लिपहरू आउँछ यसरी, यो चाहिँ स्टिकर हो, कहाँ टालिदिने त्यहाँ चाहिँ पल पर्ने हुन्छ, ड्रिल गर्नुपर्ने हुन्छ। अनि यसमा अरू स्क्रुहरू पनि आउँछ यसरी। ओके, धन्यवाद साथीहरू। यदि तपाईँहरू पनि क्यामेरा इन्स्टल गर्न चाहनुहुन्छ भने नजिकैको स्टोरमा गएर क्यामेरा किन्न सक्नुहुन्छ।